रुक्मणी दिदी, ओकेश दाइ र भैरवी दिदी कहीँ जानु भएको होइन। उहाँहरू भागेर बिहे गर्न लाग्नु भएको छ। उहाँहरू अब सुटुक्क बिहे गर्नुहुन्छ। मलाई ओकेश दाइले बोलाउनु भन्नुभएको थियो, तर म यहाँ छु। ओकेश दाइले त मलाई नबोलाइकन बिहे नै गर्नुहुन्न होला। रुक्मणी, तिमी अझै सुते छैनौ? के सोचेर बसेकी के भयो? केही होइन हजुरआमा, भैरवीहरू घरमा छैनन् अनि कस्तो न्यासो लाग्यो, त्यही भएर म त्यही बारे सोच्दै बसेकी। ए ल ल रुक्मणी, भैरवी त यति बेलासम्म त पूर्णागिरी देवी मन्दिर पुगिसक्यो अरे। खै हजुरआमा, अब यदि उनीहरू पूर्णागिरी देवीकोमै गएको भए चाहिँ सायद पुगिसक्यो होला। अब त्यहाँ गएको छैन भने त खै मलाई पनि थाहा छैन। होइन, तिमीले के भन्न खोज्यो कि पूर्णागिरी देवी मन्दिर जान्छु भनेर रमाउँदै निस्केकी मान्छे त्यहाँ नगर अन्त कहाँ जान्छन् भन त? हजुरले भने पनि ठिकै हो हजुरआमा, तर ओकेसी अलि जिस्किनुहुन्छ क्या। अनि ओकेसीले त मलाई पूर्णागिरी मन्दिर सँगसँगै अन्त्य कतै जान्छ पनि भनेर भनिरहनु भएको जस्तो लागेको थियो। होइन होइन रुक्मणी, यस्तो कुरामा त ओकेश बाबु जिस्किनुहुन्न, अरू कुरामा जिस्के पनि। किनकि ओकेश बाबु धर्म कर्ममा निकै आस्था राख्नुहुन्छ, भैरवीले जस्तै। त्यही भएर मलाई पनि गाह्रो भयो नि त आमा। के गाह्रो भयो फेरि तिमीलाई? के पनि होइन हजुरआमा, हेर्नु न यहाँ उभिँदा उभिँदा मलाई कस्तो गाह्रो भयो भनेर भने कि नि। गाह्रो भयो जाउन त सुत्न, अनि किन यसरी उभिरहेको त? हस् हजुरआमा, म पनि सुत्न जान्छु है अब। ल ल सुत अब। त्यो आएर देवी